नमस्कार मेरो रहर हेर्नुहुने सम्पूर्ण साथीहरू आरामै हुनुहुन्छ म पनि आजको दिनसम्म आरामै छु साथीहरू ल साथीहरू आज मैले मेरो रहरको च्यानलमा तपाईहरुलाई हामीहरू दुई जना प्राणीहरू भलाकुसारी गर्दै मिठो परिकारको भोजन मुखबान गरिरहेको दृश्यहरू ल्याएको छु साथीहरू तपाईहरुलाई यो भिडियो के कस्तो लाग्छ आफ्नो मन्तव्य दिन नभुल्नु होला है र नयाँ साथीहरुले भर्खर मेरो रहर हेर्दै हुनुहुन्छ भने मेरो रहरलाई सब्स्क्राइब गरिदिएर छेउमा रहेको बेल पनि बजाइदिनु होला त्यसो गर्दाखेरि मैले कुनै पनि भिडियोहरु राखे भने तपाईहरुको सामुने चाँडो आइपुग्नेछ है र आजको दिनसम्म मलाई साथ सहयोग गर्दिने हुने मेरा आफन्त र मेरो वाइटीका सम्पूर्ण साथीहरुलाई यो माया साथ सहयोगको लागि मेरो हृदयदेखि नमनको साथमा धन्यवाद भन्दै अब भिडियोतिर लागौं साथीहरु आज राम्रो कुरा गर्ने नातिनी भएको विषयमा कुरा गर्ने घरको प्रत्यक्ष कुरा कति भयो यो अर्जेन्टिनाको वाइन रहेछ है अर्जेन्टिनाको वाइन ल्याएको पहिला लडाई खेलेको चेस क्रम यो चाहिँ नि नातिनी भएको खुसियालीमा है बुढा र बुढी चेयर्स नातिनीको नाम के राख्ने सल्लाह गर्दै कस्तो पुरानो नाम भन्नु भएको छ नि हजुरले त त्यो मात्रै छ नि त यो गर्नु त पापा हजुर मिल्ने खालको त्यो मात्रै छ नि त हजुर लिन्छ आज सादा छ है साथीहरु के पनि छैन पापड छ अनि खुट्टीको अचार अनि सलाद अनि भात त्यति मात्रै आज बुढा बुढीको दुईटैको डे अफ छ हामीहरुको अनि यसो रमाइलो गफ गर्दै खाऊ भनेर है साथीहरु ओल्ड एजले खाने यस्तै हो खुट्टीको अचार हो अनि सलाद छ अब हामी खाना सुरु गर्छौं आज धेरै दिनपछि बुढाबुढीले हामी दुईजना बसेर मुखबान गर्दैछौं 8 बज्न लाग्यो युके को समयमा साँझको अझै पनि उज्यालै छ घाम छ यो मैले घरमै बनाएको तिलको छोप घरमै बनाएको तिलको छोप र बिना त्यति खानुहुन्न अलिकति मात्रै म खान्छु मलाई त पिरो असाध्यै मन पर्छ साथीहरु यो यहाँ राखौं अब खाना सुरु गरौं नहीं त पापा ल खाऊ न साथीहरु आज गर्मी थियो गर्छु असाध्यै गर्मी एकदम गर्मी भएको छ साथीहरु युके त साह्रो गर्मी भएको छ अहिले त ल साथीहरु मैले लिए ल खाऊ है त
ल जय हरि साथीहरु अरे हरियो खुर्सानी हालेको त पिरो पिरो भएछ हौ ठिक्क छ मलाई यो पिरो त कस्तो मुख चुहिएको हौ मलाई चाहिँ नि अलिकति दुई गाँस खाँदैमा यस्तो बर्कुली लाइहाल्छ घाँटीमा अड्किहाल्छ के भएको भएको छोराछोरीको नाम गरेर राख्ने भनेर रहर भेनाजुले नातिनीको नाम के अरे चन्दा अरे दीपिका अरे दीप्ति अरे बाबा आमाको नाम मिलाएर बोलो बाबा आमाको नाम चम्पा राख्नु चम्पा म पोहोर नेपाल गएको थिएँ नि साथीहरु तपाईहरुले मेरो भिडियो हेर्नुभयो होला नि मेरो छोराको बिहाको उसैको के बच्चा भयो अहिले छोरी भएको छ आज 5 दिन भयो बोल्नु न हजुर बुझ्नु अहिले लस्सी र दही चिउरा खाएको त अनि जाडो सरी जाडो पर्यो आज एकदम गर्मी थियो कि साथीहरु हामी शपिङ गर्न भनेर गएको थियौं कि लस्सी बनाएर कसो दही चिउरा खान मन लाग्यो दही चिउरा लस्सी खाएको कि दिउँसो कुनमा राम्रो आउँदो रहेछ त एउटा गर्दै देखिन्छ त्यसमा अलिकति ब्राइट देखेँ एकदम मेरोमा अलिक डिम आउँछ खै कुनै मेरो क्यामेरा नमिलेको छ क्या कलर त्यो मेरो चाहिँ नयाँ आउँछ झन् मेरो झन् हाल्छ त राम्रो देखिन्छ एकछिन पोस्ट गर्ने के ठिकै छ हैन खाना किन गर्ने पर्छ तपाईहरुकोतिर मौसम कस्तो छ हाम्रोतिर त मौसम अहिले त बाफरे एकदम गर्मी छ आज कति छ 32 मधेस नेपालमा त पुरा गर्नु परेन यहाँ पनि गर्ने भयो क्या फेरि यस्तो हुन्छ नि त तर यस्तो हुन्छ कि साथीहरु हाम्रो नेपालको गर्मी नि अर्कै प्रकारको हुन्छ यताको गर्मी अर्कै प्रकारको हुन्छ के अचम्म लाग्छ मलाई त घाम त यही छ जस्तो के यही नजिकै छ जस्तो हुन्छ घाम त म त यस्तो गर्मी ठाउँमा बसेको हो नि त अब बाहिर कस्तो गर्मी हुन्छ भन्नुस् न
मेरो भिडियो जति लामो भए पनि पुरा हेरिदिनुस् है साथीहरु पोस्नु एकछिन नट लामो गर्नु एकछिन खास पोस्ट गर्ने हो भने मुखबानमा त सरर गर्दै खाने हो के जति लामो भए पनि गर्नु त एकछिन पोस्ट कस्तो सप्रिएको है यो बजारबाट किनेर ल्याएको जस्तै छ घरको पनि यस्तो राम्रो मासुसँग बेरेर खानु पर्यो कच्चोको छाला तपाईहरुको कोला खुट्टीको अचार मन पर्छ भन्नुस् है साथीहरु मैले रेसिपी पनि राखेको छु पुरानो भिडियोमा हेर्नु होला नयाँ साथीहरुले फेरि चाहियो भने भन्नुस् म फेरि राखिदिन्छु सजिलो तरिकाले कच्ची खाइसक्नु भएको वाइन त कच्ची खाइसक्नु भएको
म त रहर लाग्छ टाउको जस्तै हुन्छ वाह उसिन्छ क्या सबै सकिएछ खालि देखाउनु त नेपाली खानुपर्छ है यसरी एउटा चड्की गर्नु न टाकटुक सकियो खाना तरकारी बच्यो तरकारी सबै खान सकेनन् साथीहरू यस्तै हुन्छ हाम्रो सलाद पनि अलिकति बच्यो भन्नु पोस्ट गरिदिन्छु है रहर मेना जुधे भन्दै हुनुहुन्छ चाहियो भने भन्नुहोस् है पोस्ट गरिदिन्छु अरे कसलाई चाहियो खुट्टीको अचार ल क्यारोट खानु न यो चाहिँ घरको पछाडिको एट्याच एउटा रुम हुन्छ यहाँ चाहिँ कन्जर्भेटरी भन्छ दिउँसो चाहिँ गर्मी थियो अहिले चाहिँ ठिक्क शीतल बसेर यहाँ सिटिङ गरेर क्या हामीले बाहिर बसेर गरौँ कि भनेको फेरि अलिक चिसो चिसो नै छ हौ बाहिर चाहिँ फेरि साँझ त चिसो भयो हावा चलो चिसो छ दिउँसो कस्तो गर्मी थियो अनि साँझ चिसो चिसो छ बाहिर अचम्मै हुन्छ क्या साथीहरू यहाँको युकेको मौसम भन्नै सक्दैन बिहान घाम लागिरहेको हुन्छ है फेरि एकछिन फेरि 1-2 घन्टापछि फेरि कालो बादल अनि फेरि पानी अनि फेरि घाम त्यस्तो हुन्छ कि अब दिउँसो कस्तो चर्को घाम लागिरहेको थियो अब राति सिरक नै ओढ्नु पर्ने जस्तो हुन्छ क्या फेरि जाडो नै हुन्छ त्यस्तो हुन्छ कि यहाँको मौसम त खै कस्तो अचम्मको खालको मौसम कि पहिला भिडियो हेर्दा अलिक झ्याउ लाग्थ्यो मलाई किनभने भोगा मान्छेले हेरिबस्नु पाउँदैन सक्दैन नि त अगा मान्छेले त्यसै छ मुखबान भनेको त्यस्तै नै हो नि अब त्यो खाएर उस गर्ने हो नि त काम गरी बसेको हुन्छ ऊ भनेर ड्युटीमा हुन्छ भोकाको हुन्छ अब त्यो अब कोही काममा छ यस्तो छ भनेर भन्न नि त आफ्नो आफ्नो भिडियो अपलोड गरेपछि मुखबान भनेकै त्यही हो त्यही मलाई कतिले कम्प्लेन गर्थ्यो कि मलाई लकडाउन हुँदाखेरि चाइनिजले खाएको देखेँ एउटा डरलाग्दो खान्छ चाइनिजले अनि इन्डियन साथीहरूले खाएको देख्छु
तिनीहरूले डर लाग्दै खाँदो रहेछ। नेपालीहरू पनि छन् 2-3 जना दिदीबहिनीहरू। नेपाली हामी चाहिँ अगवरे खोर्सानी टोक्दै गर्दै खाने अनि मुख बजाउने सत्रक सत्रक। ल अब एन्ड गरौँ ल भिडियो एन्ड गरौँ ल। के भन्नुहुन्छ त्यहाँ अफ गर त कुन मेरो साथीहरूलाई? यो अफ हुन्छ नि। ल बाइ बाइ नभन्ने ल त्यसमा भन्नु नि त। आजको हाम्रो मुखबान यति नै भयो। तपाईहरुलाई के कस्तो लाग्छ आफ्नो मन्तव्य दिन चाहिँ नि नभुल्नु होला है। र सब्स्क्राइब गरिदिनु भएको छैन सब्स्क्राइब पनि गरिदिनु नयाँ साथीहरूले भन्दै अब म तपाईहरुसँग बिदा लिन चाहन्छु। बाइ बाइ साथीहरू। See you later guys. Bye. गुड नाइट। यहाँको त गुड नाइट भइसकेछ। गुड नाइट बाइ। हामी अलिक ढिलो खानेमा चाहिँ आज अलिक छिटो खायो तपाईहरुको लागि है। साथीहरु तपाईहरुलाई यो मेरो भिडियो के कस्तो लाग्यो आफ्नो मन्तव्य दिन चाहिँ नभुल्नु होला है। मैले तपाईहरुलाई छोटो मेरो हिजो आजको गार्डन पनि देखाए र यो गार्डनको भिडियो म तपाईहरुलाई पछि ल्याउने नै छु भन्दै अब म तपाईहरुसँग बिदा लिन चाहन्छु साथीहरु। बाइ बाइ साथीहरु। फेरि भेटौँला। बाइ।